मामा ओए दामी मामा ओए दामी नेपालमा मोडिफिकेसन गर्ने क्राइम जस्तो छ गाइज के भन्नु। हेलो एभ्रिवान व्हाट्सअप इट्स योर बोय विशाल फ्रम तनहुँ र हामी फेरि पनि धेरै पछि भ्लग गर्दा आइसकेको छौँ र विली सिक्नलाई यहाँ प्लटिङमा आइसकेको छौँ हामी। थ्याङ्क यू दाइ सुभाष ब्लग्स काले ब्लग्स र शाहदुल दाइ अनि म भएर चाहिँ यहाँ विली प्र्याक्टिस गर्नको लागि आइसकेका छौँ। कृपया मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब गरेर सेयर गर्न नबिर्सिदिनु होला। त्यही हो नयाँ युट्युबर नयाँ ट्राई, त्यसैले सबैले प्रतिक्रिया दिनु होला हेरेर मन परे पनि नमन परे पनि होला। हामीले त्यस्तो त्यो लापरवाहीका साथ चलाउँदैन गाइज है, अनि सब आफ्नो सेफ्टीलाई कन्सर्नमा राखेर चलाउँछ केटाहरूले। आफ्नै सेफ्टी आफैले गर्नुपर्छ गाइज है। एक विली ट्राई गर्नु पर्यो है त गाइज यहाँ। अब दामी बवाल गयो अहिले चाहिँ। ओ माई गड दाइको विली आमा बवाल। सबले विली हान्दा चाहिँ यहाँ चाहिँ है। लङ गइरहेछ विली। एकछिन परेन उसलाई जान दिन। लेडी राइडरले सिकिरहनु भएको रहेछ। दामी विली गइरहेछ। दाइको नि बल गायर। लङ गइरहेछ बल्ल। ल दाइने अलि गएन। ओ माई गड दामी मिठो उडाइरहेछ केटाहरूले। ओ आमा धन्नै क्र्यास दामी क्र्यास भइसकेको छ धन्नै। आमा ओए दामी आमा ओए दामी कस्तो लङ हान्दिएको यार सादुल दाइले। आमा दामी क्या लङ गएको यार। ड्याङ कराउँछ यार, धेरै चाहिँ हान्नु न अब भयो। सो यस गाइज हामी चाहिँ विली सिली यहाँ केटाहरूले विली हानेर हल्का भिडियो सिडियो गरेर फर्किसकेका छौँ। एनकी दाइले फेरि पनि गोप्रो दिएर मलाई भ्लग गर्ने मौका दिनुभएको थियो, त्यसको लागि धेरै धेरै धन्यवाद दाइलाई। त्यही गाइज जो पाइदिए मान्छेले यसरी आफ्नो गोप्रो लग भ्लग गर भनेर दिँदैन। दाइले चाहिँ धेरै एकदम सपोर्टिभ हुनुहुन्छ, भाइहरूलाई गर टाइपको इन्सपिरेसन दिनुहुन्छ आफ्नो गोप्रोहरू दिएर भ्लग गर होइन यताउति भनेर। त्यो भएर मलाई रमाइलो लाग्छ दाइसँग हिँड्नलाई।
बवाल उडाइरहेको केटाहरूले गोप्रो अन नभएको बेलामा चाहिँ फेरि रमाइलो भयो आज। तर सुभाष भ्लगसँग धेरै पछि अस्ति एकचोटि सानो राइड गएको थियो, अहिलेसम्म राइड गएको थिइनँ म। एनक्यू दाइसँग चाहिँ एकचोटि डुम्रे पुगेर आएको, डुम्रे राइड। काली भ्लग्स र डल्ले मोटो भ्लग्स अनि सुभाष भ्लगसँग चाहिँ राइड गएको थिएन। आज राइड गइयो धेरै पछि, लङ टाइम पछि केटाहरूले सम्झे, मलाई खुसी लाग्यो। त्यही गाइज भर्खर च्यानल सुरु गर्दैछु। तपाईँहरूलाई मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिदिनु होला। र टिकटकमा नेकेड घोडा अथवा विशाल एमआरजी एक्स हानेपछि मेरो प्रोफाइल आउँछ, टिकटकरमा फलो गरिदिनु होला। त्यही हो गाइज, रमाइलो भयो। अफ रोड जाने निर्णय गरिसकेका छौँ हामी चाहिँ। दामी रहेछ हो बाटो त। दाइको त अब एक्सपल्स डट टाइपकोमा छ, आनन्दले जान्छ। हाम्रो त यो वान मिस गेम फिनिस फेरि। यस्तो हुन्छ। मडगार्ड पनि छैन गाइज मेरो चाहिँ है, पछाडि हिलो छ्याप्छ, त्यही भएर धेरै बत्तिन पनि हुँदैन। त्यही हो अब बिस्तारै म पनि गोप्रो लिने सोचिरहेको छु गाइज, के हुन्छ है, सकेसम्म लिउँ भनेको हो। स्टकको लाइट भन्दा त यो फ्ल्यासरै बवाल चकिलो हुन्छ क्या गाइज फेरि। तर के गर्ने, ट्राफिकमा आमाहरूले देखिसक्नुहुन्न यस्तो लाइट हालेको। यस्तो हुनुपर्ने हो कि यो ठिक छ, हाल्न मिल्दैन ल। कतिले दुरुपयोग गरे होला होइन, आफ्नो ठाउँमा छ। तर यसलाई पनि एउटा ठिक टाइममा यो ठिक हुन्छ नि, अब तरिकाले चाहिँ चलाउन मिल्ने नियम बनाउनु पर्ने हो। अब नेपालको बाटोमा घुम्ती रोडहरू छ, पावर हर्नहरू निकालिदिनुहुन्छ। अब हामी पावर हर्न नभए त सानै गाडी होला भनेर बत्तिर गएको हुन्छ नि त, सानो बाइकहरू त। त्यो पनि एकदम डिसएडभान्टेज हो। अनि यस्तो फग लाइट चाहिँ अनि हेडलाइटहरू के अरे हाइवेहरूमा बाल्न नदिने, घुम्तीहरूमा अथवा ढुँडी लगाएको बेलामा चाहिँ बाल्न मिल्ने टाइपको रुल्स हुनुपर्ने हो गाइज। तर के गर्नु, सब त्यस्तै छ नेपालको नियम कानुन। कति महँगो हालेर किन्नुहुन्छ फ्ल्यासर लाइटहरू, तर ट्राफिकमा आमाहरूले एकचोटि समातेपछि आफै राखिदिनुहुन्छ। नेपालमा मोडिफिकेसन गर्ने क्राइम जस्तो छ गाइज, के भन्नु। रमाइलो भयो आज। सो यस गाइज, हामी चाहिँ सिमलटार आइसकेका छौँ भाइरल रोडतिरबाट। अब चाँडै नै फेरि अर्को ब्लगमा भेटिनेछौँ हामी। सायद हल्का टाइम लाग्छ होला यो ब्लग, त्यसपछिको ब्लग आउनलाई। त्यतिन्जेलको लागि हस्, नमस्ते, थ्याङ्क यू।